हेलो हेलो सबैजनालाई नमस्कार जेएमसी। आज म र मेरो भाइ धेरै वर्ष बादमा हाम्रो मावला जाँदैछ। यो चाहिँ हाम्रो सिन्तामदेखिको लिङ्गी पाइङसम्मको यात्रा है। म चाहिँ घरबाट सिन्तामसम्म आएँ, अन्त भाइ चाहिँ बर्दाङमा ड्युटी गर्छ। त्यति बेला सिन्तामबाट सँगै भेटेर चाहिँ हामी चाहिँ अब यतिखेर हिँड्दैछौँ। र यहाँ तिनवटा बाटो छ। एउटा बाटो माथि गयो भने चाहिँ सिरवानी जान्छ, तेर्सो माखा उँधो तिमीतारको है। माथि चाहिँ सिरवानी हुँदै हुँदै साङहरू पुग्छ र हामी चाहिँ लाग्यौँ माखापट्टि। माखैबाट भइकन हामी जान्छौँ लिङ्गी पाइङ, साउथ सिक्किम। र यहीँबाट है हामी नर्थ सिक्किम पनि पुग्न सक्छौँ। डिक्चु, सामदुङ डिक्चु हुँदैखेरि यहीँबाट नर्थ सिक्किम पनि जान्छ है। मङ्गनहरू यही बाटो जान्छ। अहिले हामी जाँदै गरेको बाटो। यहाँबाट तेर्सो गयो भने चाहिँ हामी जान्छौँ सामदुङ है। र हामी चाहिँ ओह्रालो चाहिँ यहाँबाट जान्छौँ लिङ्गी पाइङ। यो चाहिँ माखा 10 माइल भन्छ यसलाई। र हामी यहाँबाट जाँदैछौँ ओह्रालो। तर यहाँ चाहिँ पुरा यसपालि अहिले चाहिँ पुरा रफ भएछ है। पहिला चाहिँ एकदम राम्रो थियो बाटो, अहिले चाहिँ तल कोइरी खोलेको रहेछ, त्यसले गर्दा पुरा यहाँ टाटाहरू बेसी कुदेर पुरै रफ भएको रहेछ बाटो है। र भाइले त यहाँ फर्स्ट टाइम यो ओह्रालो चलाउँदैछ, त्यसले गर्दा। र हामी आइपुग्यौँ माखामुनि तनक भन्ने ठाउँ है। तनक पुल एकदम दामी छ। यहाँ चाहिँ दृश्य तपाईँ हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी यहाँ यो पुलबाट चाहिँ इस्टदेखि फेरि साउथै पस्छ है। र इस्टबाट हुँदै फेरि साउथ पस्छ चाहिँ लिम्बुङ पुग्छ है। लिम्बुङबाट हुँदै हुँदै लिङ्गी पाइङ हामी यहाँबाट जान्छौँ। ऐसन भाइले कुदाउँदा फेरि मैले हल्का आफै राइड गर्थेँ फेरि है। हेर्न सक्छ लिङ्गी पाइङ जाँदै गरेको यो रोड अलिक रफ छ रोडहरू चाहिँ, र पनि यहाँ राइडहरू गर्दा एकदम मजा आउँछ। तपाईँ हेर्न सक्नुहुन्छ है, हामी लिङ्गीबाट पाइङपट्टि पसिसकेका छौँ। र लिङ्गीदेखि पाइङ यता पस्ने रोड राम्रो छ है। र मेरो बर्थ प्लेस हो लिङ्गी पाइङ चाहिँ। हामी दुईजनाको, हामी दाजुभाइको र हाम्रो माउली घर पनि त्यतै हो। र एकदम माया लाग्छ यो ठाउँ, यो गाउँठाउँको है। फाइनली आइपुग्यो होला सर। र यो चाहिँ है हाम्रो मावली घर हो। र यसरी हामी आइपुगेका छौँ। तपाईँलाई धन्यवाद हेरिदिनु भएकोमा। नमस्ते हजुरबा।